हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई भ्लग धेरै पछाडि अहिले चाहिँ यसमा चाहिँ मेरो 4-5 डेजको नै गाउँको कलेक्सन छ भिडियोहरु किप वाचिङ गाइज अनि यो चाहिँ अब हरिजन्टलमा खिच्न पर्ने थियो नि त मैले भर्टिकलमा खिचेको छु त्यही पनि हेर्दिनु होला एकदमै र क्लिपहरु छ ल दशैंको हाम्रो यहाँ वाउ ह्याप्पी दशैं सबैजनालाई बिरामी खेल्न नराम्रो भयो राम्रो अहिले मेरो आटा हजुरलाई हालिदिन्छु कि ह्याप्पी दशैं सबैजनालाई हाम्रो गाउँमा पिङ खेल्दै दुईजनाले Udah. यहाँ पनि छ पाखा जौले पाखा यो दुईटा यो पाखा कालीले यो नि सेती त्यहीको केटी हो दुईजना कालीको हो जेठी छोरी Hello guys, we're naspati fresh. खै बच्चा यता हेर्नु त्यसलाई चाहिँ आयो भएको भनेको यो कोठीलाई यता हेर्नु न खै यता हेर्नु न यो बच्चाको कोठीलाई चाहिँ बेबीले आया भएको भनिरहेछ यहाँ को गरिदेऊ न दुख्यो बच्चै भन न बेबी यहाँ चाहिँ फर्स्ट जेनेरेसन अनि त्यसपछि आएर ठुलमम्मी सेकेन्ड जेनेरेसन त्यसपछिबाट सिला 3 जेनेरेसन अनि यो 4 जेनेरेसन फर्स्ट टु 4 जेनेरेसन ग्याप भए तापनि पुरा दुईजनाको गफ मिलिरहेछ क्या भित्र चाहिँ मम्मीको गफ चलिरहेछ
गरिदिन्छु माया कि त त्यो हेलो पूजन पूजा र त्यसलाई पलाइदिनुहोस् त पूजन पूजा हो त फेरि एनम फेरि कराइदेऊ न ह्याप्पी दसैँ एनमलाई ल खेल एनमको नयाँ खेल्ने स्टाइल खेल फेरि जाऊ त मैला त भने चाहिँ झन् बिदानले झन् बिदानले छे एनम त बिहान गइरहेको यस्तो मैला गरेछ झन् ह्यान्डसम हुन्छ भने चाहिँ ह्यान्डसम मम्मी हजुर यता
मेरो छोरीले घाँसपट्टि हिँड्दैछ होइन सुई 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 गर्दै कहाँ दुध मात्रै खाएर भएर घाँस पनि त अब हुनुपर्यो नि छोरी दुध त खाने रे क्या तरैसित दही खाने मिठो मिठो दुध खाने टमाटर हेर्न आउँदैछ अरू नै हेर्न आउँदैछ हेर्न नापत्ती छ हेर्न नापत्ती छ नापत्ती छ यत्रो घर जानु पऱ्यो हो घरमा आयो घाँस काटेर बिसु अघि अघि ल्यामा पछि पछि दुध खाने कहाँ सजिलो हुन्छ र साथी हो दुध मात्रै खाएर हुन्न घाँस पनि खानु पर्यो दिदीको घर यो यो घर दिदीको घर यो के गोठ तागल पनि खोल्दै जान्छ उनीहरूले आमा छोरीले घाँस बोकिरहेको माथि लैजा यो पारा छ माथि माथि अलिक लामाले राख्दा गोला अलि पऱ्यो तिनवटा आजी छ कान्छी तिनवटा छ तिनवटा एउटा अगाडि कस्तो भयो घाँस तिनवटा Angkure, dam na angkure, dam angkure, dam dam dam. दर्शक बिनहरू इटालाबाट इम्प्रेस भयो भने देश बाजेको यहाँ बाजा सुनेर अर्को दर्शक बिन हाम्रो नाचपति